76 जनाको रगत बगेको त्यसै हो होइन नि सम्झिने भने भाइ आगो आउँछ के एकदम खुन खोलिएर आउँछ के स्टुडीलाई घन्टीलाई हेरौँ मैले जब 5 जना बन्यो नि 1 जना बन्द पर्यो त्यसको स्थिति राम्रो भइदिएन मेरो बाबा आर्मी हुनुहुन्थ्यो दाङमा जनयुद्ध हुँदाखेरि म 3 वर्ष हुँदा मेरो दिदी 5 र मेरो भाइ जम्मा 4 महिनाको थियो मेरो मम्मी सुत्केरी हुँदा मेरो बाबा बित्नु भएको हामीले हो परिवर्तन गर्ने हामीले हो अहिले हामीले गर्यौँ भने बल्ल सरकारले गर्ने हो पहिला त हामीले सरकार चुन्ने हो नि त जनताले गर्ने हो नि त पहिला त हाम्रो यो 2 नम्बर क्षेत्रबाट सुविधालाई जिताउने हो अनि उहाँहरूले के गर्नुहुन्छ हेर्न बाँकी छ उहाँहरूको हेरिसकेपछि अनि त्यो यस्तै 35 वर्षको जस्तै शासन चलाउँछन् भने त्यो पनि हामीले बालेलाई सरकार चुनाउ न एकचोटि चान्स दिउँ न उहाँहरूले पनि गर्नु भएन खुट्टा त फेरि हामी तान्ने हो नि एउटा उम्मेदवारले जित्ने विषय मात्रै होइन क्या एउटा चाहिँ सिङ्गो देशले जित्नुपर्ने अवस्था छ यति बेला उहाँ जस्तो स्ट्रङ मान्छे भएपछि हामीलाई केही डर पनि छैन हामीलाई केही पैसा चाहिएको पनि छैन हामी यति बेला चितवन क्षेत्र नम्बर 3 मा आएका छौँ र यहाँ चुनावी माहौल बढ्दो देखिएको छ के बोलेको तिमी मेरो घरमा पैसा चलेको देख्यौ मेरो घरमा पैसा चलेको देख्यौ त्यसै बोल्ने एआईले बनाएको त्यस्तो पनि हुन्छ त्यो हुन्छ दुनियाँ पत्रकार हजुरहरू जस्ताले खिच्नु भएको ठाउँ पनि अहिले एआई आएर त एआईलाई दोष दिनुभयो पहिला नआएको भए के गर्नुहुन्थ्यो होला नि कसलाई दोष दिनुहुन्थ्यो होला नि सबैजनाले घन्टीलाई भोट हालौँ अनि देश बनाऊँ भन्न चाहन्छु म चाहिँ घन्टीलाई जिताउँ हामी जस्ता बालबालिकाहरू विदेश जान नपरोस् 1 महिना भयो गएको 2टा बाउछरा नत्र आउने भने थिए भोट हाल्नलाई घन्टीमै भोट हाल्न आउने भने थिए हामीबाट अब भनेको घन्टी हो हामी परिवर्तन चाहन्छौँ है के भन्ने हो र जय घन्टी आज मात्र केन्द्रीय सभापति राष्ट्रसभाका केन्द्रीय सभापति रवि लामी छाने यहाँ आउनु भएको थियो र सुविधा गौतमलाई हौसला दिनको लागि र यहाँका मतदाताहरूसँग भेट्नको लागि र यहाँ पनि राजसभामय बनेको हामी देख्न सक्छौँ तपाईँलाई यो दृश्यमा देख्न सक्नुहुन्छ मेरो 19 वर्षको छोरो खाडीमा गएर कमाउन परेछ देश गतिलो नभएर नेता गतिलो नभएर अझै पनि यो चेन्जीहरू अझै पनि एमाले भन्ने काङ्ग्रेस भन्ने हैन हामीले गर्दैन कोही चेन्जीको दिमाग खैला भन्ने हो के भन्नु अहिले त्यसै हो रगत 76 जनाको रगत बगेको त्यसै हो होइन नि सम्झिने भने भाइ आगो आउँछ के एकदम खुन खोलिएर आउँछ के अहिले मैले 1-2 जनालाई जाम भनेर भन्दाखेरि घन्टीमा भोट पनि हाल्दैन जान्नु भन्ने मान्छे निस्के भने त्यो जेन्जी के काम त नि त्यो जेन्जी के काम नभन्नु जेन्जी 76 जना मरेको त्यो 76 जना मरेको मेरो बाउले पाएका मेरो आमाले पाएका छोरी होइन भनेर भन्ने सोच्ने हो त्यो होइन मात्र होइन मेरो आफ्नै बाबा पनि बित्नु भएको छ युद्धमा म 3 वर्षको थिएँ मैले मेरो बाबु मेरो बुहारीको बाउ बितेका छन् मेरो बुहारीको बाउ बितेका मेरो बाबाको स्वर सुने हैन मैले घरको खम्बाट हलाइ अहिले पहिलो उनीहरु चाहन्छ म तारामा भोट दिए म तारामा भएर हिँड्न म मेरो सकिन्न सकिँदैन हाम्रो नाना बालखाला हामीले कसैले शहीद अब नहुन् कोही पनि अब शहीद दिवस भनेको के हो भनेर मान्छेले कसैलाई थाहा नहोस् अबका पुस्ताहरूलाई थाहा नहोस् त्यसैले भोट घन्टीमा दिनुपर्छ भनेपछि किशोर अवस्थाका छोरा विदेशमा हुनुहुन्छ मेरो 19 वर्षको छोरो विदेश छ ल हेर्नु खाडी मुलुकमा छ 12 पढेर गएको यो देशमा केही गर्न ठाउँ थियो भने त गर्थ्यो होला नि इंग्लिश पढाएको मैले बोर्डिङ पढाएको छोरो हो आज खाडीमा गएर किन बस्नु पर्यो त नि ल भन्नु त देश गतिलो हो गए गर्थेन यही हुन्थेन कम्प्युटर चलाउने छोरो जानेको थियो यहाँ पाइन्थेन जागिर अझ त्यही अगाडि हामी बिरामी मेरो मेसेन्जरमा गाली आउँछ मलाई मेसेन्जरमा टिकटकमा मेसेजहरुमा गाली आउँछ गाली आएर डराउनला छैन म भट्राईको छोरी हो डराउँदिन घन्टी भन्न चाहन्छु हामीले हो देश बनाउने तपाईको बाबा चाहिँ तत्कालीन सरकार पक्षबाट अथवा हजुर मेरो बाबा आर्मी हुनुहुन्थ्यो दाङमा जनयुद्ध हुँदाखेरि म 3 वर्ष हुँदा मेरो दिदी 5 र मेरो भाइ जम्मा 4 महिनाको थियो मेरो मम्मी सुत्केरी हुँदा मेरो बाबा बित्नु भएको अहिले गाउँबाट यहाँ लिएर आएर कसरी उग्र म कसरी पढौँ म कति दुःख हामीले मात्रै खेपेछौँ नि त अहिले यहाँ दुनिया मान्छे यहाँका हुन्छन् नि माओवादीहरू के भन्छन् घरको मान्छे त तारा छन् अरू छन् तिमी चाहिँ घन्टी हुने भने हामी चेन्ज चाहन्छौँ त्यही भएर हामी घन्टीमा छौँ पहिला मान्छे जति
कति जे गर्यो भने म पनि त्यसकै पछि लाग्नुपर्छ भन्ने छैन नि त मेरो नि आफ्नो राइट छ मेरो नि आफ्नो चोइस छ म त्यही भन्न चाहन्छु यो सारा आशा एकजना आमा जो भर्खरको छोरा विदेश पठाएर बस्नुभएको छ एकजना तपाईँ छोरी जसको बाबा द्वन्द्वकालमा बित्नुभयो यो यति धेरै सपनाको भारीहरू अहिलेको नयाँ पार्टीले बोक्न सक्छ राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्न मलाई के लाग्थ्यो भने म घरबाट निस्किँदा म एकचोटि रवि सरलाई झम्टेर रुम जस्तो भएको थियो कि म छोरासित बोलेर आएको मेरो साथीहरू मेरो भान्जीबुवाले पनि भन्नुभएको थियो एकचोटि छोएर भयो नि रुन पाए हुन्थ्यो भन्नुभएको थियो किन हाम्रो दुःख छ नि त हामीले बच्चाहरू पठाउन नपरोस् यहीँ राम्रो भएको भए यहीँ आफ्नै देशमा केही गरेर आफ्नो काखमा आफ्नो बच्चाहरूलाई राख्न पाए होइन मम्मी राति 12 बजे आउँछ मम्मी खाना खाएन भन्दा यो मन कस्तो हुन्छ ल भन्नु त खाना पकाएर खाना भ्याएन मम्मी भन्दाखेरि हो कि होइन भन्नु त हामीलाई आशा के छ अहिले राष्ट्रपासँग देश राम्रो बन्यो भने हाम्रा छोराछोरी अमेरिका अस्ट्रेलिया जाने त नआउलान् हाम्रा खानी जानेहरू त यहीँ आएर केही गर्लान् नि हो कि होइन भन्नु त यही आशाले हामीले रवि सरलाई भगवान भन्दा नि माथि राखेका छौँ घन्टी बजाउँदाखेरि मैले पूजा गर्दा घन्टी बजाउँदाखेरि मलाई रवि सरको याद आउँछ कि साँच्चै भनेको मलाई रवि सरको याद आउँछ मलाई राष्ट्रपाको याद आउँछ कि घन्टी बजाउँदाखेरि हो त्यही भएर हामीले हो परिवर्तन गर्ने हामीले हो अहिले हामीले गऱ्यौँ भने बल्ल सरकारले गर्ने हो पहिला त हामीले सरकार चुन्ने हो नि त जनताले गर्ने हो नि त पहिला त जनताले हामीले बालेलाई सरकार चुनाउँ न एकचोटि चानस दिउँ न उहाँहरूले पनि गर्नु भएन खुट्टा त फेरि हामी तान्ने हो नि त चितवनका जनता अब कसैले झुक्क्याएर झुक्किने पक्षमा श्री हरि विष्णुको कसम छैन भगवानको कसम छैन आश्वासन बाँड्लान् यो देलान् त्यो देलान् भन्ने मैले एउटा टिकटकमा मलाई छोराले भनेको थियो मम्मी गाली म र छोरी मात्रै छौँ अहिले घरमा ल हेर्नु यो के को कारणले रोजगारी नपाएको कारणले बुढो पनि खाडीमा छोरो पनि खाडीमा छ होइन अहिले आमा छोरी मात्रै छ मलाई छोराले के भन्नु टिकटकमा नहाल्नु मम्मी विरोधी नहुनु जे छ मनमा राखेर गर्नु आउँदो रहेछ भाइ जे छ मनमा तो राख्न आउँदो रहेनछ यहाँबाट निक्लिन मन लाग्दैन किन देशको समस्या देख्दाखेरि हेर्न आउन के मनमा राख्न मन लाग्दो रहेछ मैले टिकटकमा सोभिताजी जानुभएको थियो हाल्दाखेरि धेरै गाली खाएको भएर छोरालाई मम्मीको डर भयो नि त मैले नानीलाई 10 बजी स्कुल लिन जानु पर्दाखेरि कोही केटाहरू आउलान् होइन यस्तै कार्यकर्ताका मान्छेहरू रिसिभी राखेका हुन्छन् आउलान् मम्मी यस्तो नगर्नु जे छ तपाईँले मनमा उहाँबाट नि मिलेर 1 महिना भयो गएको 2टा बाउ छोरा नत्र आउने भने थिएँ भोट हाल्नलाई घन्टीमै भोट हाल्न आउने भने थिएँ अब कुनै पनि किसिमको धम्कीले नडराउने तपाईँहरू अब खुलेर लाग्ने यो लाउन डर लाग्थ्यो मलाई अस्तिसम्म मलाई आज डर लागेन म किन आएँ त नि आज यो लाएर ल भन्नु घरमा कसैको घरमा झन्डा छैन स्वतन्त्रको मेरो घरमा झन्डा छ किन त नि घर अगाडि काङ्ग्रेसको छ म डराइन डराउँदिनँ म एक्लै भयो नि डराउँदिनँ राष्ट्रपाले पैसा दिएको त छैन नि पहिलो कुरो दिनु भएको पनि छैन दोस्रो कुरो चाहिँदैन पैसामा बिक्ने होइन हामीलाई छोराछोरीले जसरी जति कमाउँछन् छोराछोरीले त्यो खाने हामीले खाने होइन हामीलाई देश बनोस् मैले भन्न आँटेको राष्ट्रपा भनेको अरू पार्टीको जस्तो मासु बाँड्ने होइन पैसा बाँड्ने होइन पानी आफै किनेर कसैलाई किन्दैन राष्ट्रपाले कसैलाई घुस दिन जान्दैन जेनजी युवासँग अलिकति बोलौँ के भन्न चाहनुहुन्छ परिवर्तन सम्भव छ त म्याम हजुर सम्भव छ रवि सर जस्तो स्ट्रङ मान्छे हजुरले भन्नुभयो नि उहाँले सक्नुहुन्छ होला त भनेर उहाँले कति खेप्नु भयो कति जेल बस्नुभयो कति गर्नुभयो उहाँ हिम्मत नहारिकन उहाँ निस्किनु भयो नि त हामीले गर्दा हामीहरूले नै सबैजनाले गर्दा हो नि त हाम्रो मायाले गर्दा हो त्यही भएर उहाँ जस्तो स्ट्रङ मान्छे भएपछि हामीलाई केही डर पनि छैन हामीलाई केही पैसा चाहिएको पनि छैन तपाईँले भन्नुभयो नि अघि 62-63 को जनआन्दोलन सशस्त्र द्वन्द्वका क्रममा चाहिँ तपाईँको पिता दिवंगत हुनुभयो होइन तपाईँले सबै कुरा भोग्नु भएको छ कि होइन त्यसपछि परिवर्तनका लागि नै गरिएको थियो त्यो पनि होइन माओवादीले परिवर्तनै गर्ने भनेर त्यो द्वन्द्व गर्यो अहिले यो क्षेत्रमा विशेष गरी रेणु दाहाल हुनुहुन्छ र उहाँले त्यही कुरा भन्नुहुन्छ कि मैले चाहिँ मेरा पिताले गर्दा जनयुद्ध आयो उहाँ त्यसको नायक हुनुहुन्छ अहिले मैले पनि यो क्षेत्रको विकास गरेकी छु मलाई तपाईँहरूले पत्याउनु पर्छ विकास गरेर नपत्याएर बाहिरले पत्याउन हुँदैन भन्ने उहाँको कुरालाई के भन्न चाहन्छ बाहिर होइन उहाँ अर्को देशको हो र होइन नि हाम्रै नेपालको हो नि उहाँ बाहिरी त भन्न मिल्दैन नि त अनि यस्तो उहाँको बाबाले मार्नु भयो अथवा उहाँको अर्डरबाट भएको हो नि त त्यो उहाँले स्वयं आफैले गोली हान्नु भएको नि अस्ति जेन्जीमा स्वयं हानेको त होइन नि त होइन जसले अर्डर दियो उसैलाई पर्ने हो होइन अब हजुरहरूलाई म के क्वेसन सोध्न चाहन्छु भने के हजुरहरूले आफ्नो फ्यामिलीको आफ्नो खम्बा नै भाँच्दिने मान्छेलाई ढालिदिने मान्छेलाई भोट दिन चाहनुहुन्छ आफ्नो मेरो मनबाट त आउँदैन है हजुरहरूबाट आउँछ आएन आएन उहाँ त
उहाँ रेणु दाहाल प्रचण्ड उहाँहरूले विकास गर्नुभयो होला बाटोमा गर्नुभयो कर त्यस्तै छ सबै त्यस्तै छ बाटो पनि हाम्रो लाउरी चोक देख्नु भएको छ उहाँको अब चुनाव आउन लाग्यो त्यो लाउरी चोक बत्ती किन पहिला नबनाएको अहिले चुनाव आउन लाग्यो अहिले देखाउन अहिले भर्खर झिलिमिली बाहा अहिले सम्पन्न भयो किन अहिले भयो त के गर्नु भएको उहाँले त यो झिलिमिली बनाउनु भएको भने अहिले देखाउनको लागि त काम मात्रै देखाएको मात्रै हो त्यो गर्नेले पहिल्यै गर्छ मनदेखि जुन यहाँ प्रचार भइरहेको छ रेणु दाहालले यस्तो गरिन् सबै कुरा भरतपुरको काया पलट गरिन् पनि भन्ने कुरा यथार्थमा त्यस्तो छैन त्यस्तो गर्नु भएको छ नगर्नु भएको होइन तर उहाँले जति बजेट आउँछ नि त्यति सबै लगाएको भए अझ धेरै हुन्थ्यो उहाँले त्यो आधी आफैसँग आधीले काम गर्नु भएको त्यो त गर्नु उहाँको त्यो पदमा बसेछ उहाँले त गर्नै पर्छ ओहो उहाँले गर्नुभयो भने भरतपुरवासीले मलाई अन्याय गरेको ठहरिन्छ भन्ने कुरा भन्नुभएको छ कि पक्कै अन्याय उहाँले चाहिँ किन न्याय गर्नुभएको छ र हामीलाई किन न्याय गर्नुभएको छ हामीले उहाँको किन मुख हेर्ने हामीले अहिले फेरि क्षेत्र हेर्ने होइन नि त हामीले त देश हेर्ने हो होइन हामीले रेणुलाई पनि हामीले औँला उठाउँदैनौँ अहिलेलाई होइन अहिलेलाई उठाइँदैनौँ हो कि नानी होइन अहिलेलाई हामीले उठाउँदैनौँ किनकि उहाँ मेयरमा ठिकै हुनुहुन्थ्यो हामीले कसैलाई यस्तो गर्नुभयो अहिले उहाँ मेयरमा हुनुहुन्थ्यो अझै पनि उठ्न पाउनु हो कि हामीले मेयरमा उठाउँथ्यौँ साँच्चै भनेको है उठाउँथ्यौँ पनि अझै 1.5 वर्ष थियो 1.5 वर्षपछि उहाँले चुनाव उठ्न पाउनु भएको भए हामीले फेरि ठिक गर्नुभएको छ मेयरको लागि योग्य मेयरको लागि योग्य हुनुहुन्छ है मेयरको लागि योग्य नै हुनुहुन्थ्यो है उहाँलाई हामीले औँला उठाउने कुरो छैन अहिलेलाई तर सांसदको लागि चाहिँ होइन भन्छु मैले छैन भन्छु किन लोभिनु भयो उहाँ किन लोभिनु भयो मेयरबाट हुँदा हुँदै किन सांसदमा लोभिनु त लोभ लालचीले भएर हो नि त त्यो हुनुभएको हो केही नलभनु होइन लोभिन चाहिँ हुनुहुन्थेन उहाँलाई उहाँको हाम्रो जनताको माया चाहिँ उहाँलाई छुट्टै थियो नि त फेरि छुट्टै पाटो थियो त्यो अहिले सोभिता गौतमसँग लड्न आउन पर्ने जरुरी थिएन है थिएन अब उहाँले के सोच्नु भयो मलाई चितवनका जनताले एकदम माया गर्नु भएको छ अहिलेसम्म मैले चितवनमा गरेछु हामीले कति तिरेछौँ मेरो छोराले त 50,000 खाएको मध्ये पनि त यो सरकारलाई तिरेको छ नि त छोराले तिरे होइन ल भन्नु त त्यही पैसाले ओछेको हो केही न यो हाम्रो एउटा टिनको छानो छ हामीले त्यसको कर तिरे नि त सर तिरे होइन ल भन्नु त कसलाई तिरेछौँ एउटा स्कुटी चलाएर हिँड्नुपर्छ अब फाइन पर्ने बेला भयो हामी 5,000 तिर्न जानुपर्छ त्यो कसलाई गछ त्यो बुझ्नु पर्छ त्यो पैसाले भएको विकास हो यहाँ बुझ्नु हुँदैन अरु जस्तो त्यो बाटोको मात्रै छ कि बाटोको मात्रै कुरा देखिन्छ आँखाले देखिन्छ हामीले मेयरलाई ठिक छ भन्छ तर सांसदलाई छैन भन्छौँ के सांसदलाई चाहिँ किन उहाँ सोभिता भनेको त एउटा न्यायको मूर्ति हो के न्याय हो कि उहाँ भनेको उहाँले पढे लेखेको मान्छे अलिकति धेरै ज्ञान हो नि न्यायको गाता हुनुहुन्छ उहाँ जस्ता मान्छेहरू अहिले हेर्नु त बालेन सर कहाँसम्मको हुनुहुन्छ कोही भन्नु पर्दैन इन्जिनियरको पैसा बच्यो हो कि होइन बालेन सरले गर्नुहुन्छ हरेक कुराको पैसा बच्छ यहाँ इन्जिनियर भएपछि इन्जिनियरको पैसा बच्चेन त बच्यो नि प्रधानमन्त्री नै हो कि होइन ल भन्नु म पढे लेखेको छैन एक कुराको पैसा बच्छ यहाँ भोलि सरकार मात्रै बालेन सर हुनुभयो भने धेरै कुराको पैसा बचत हुन्छ खपत हुन्छ हामीलाई कर तिर्न कम हुन्छ होइन बुढाबुढीलाई भत्ताको कुरा बिचारा भत्ताको कुरा आउँछ ओलीले भत्ता दियो त्यो ओलीले त्यसको पकेटबाट निकालेर दिए हो हाम्रो पैसा दिए होइन त्यही भन्दै भोट माग्दै हुनुहुन्छ एमालेहरू त अहिले त होइन त्यो सुन्नुहुन्छ होला नि तपाईँले कति हेर्यौँ तपाईले जुन राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ नि उहाँ त जहाँ सुकैबाट जित्न सक्नुहुन्थ्यो सजिलो ठाउँ भन्छन् तर केपी शर्मा ओली जस्तो त्यति ठुलो नेताको ठाउँमा जानुभयो अब हार्नुहुन्छ भन्छन् त छैन हार्ने त सम्भवै छैन झापा 5बाट पनि हार्नु हुँदैन किन भन्दा मेरो जेठाजुको छोरी पनि झापामै छ फोटो त खिची छ तर फोन गर्दाखेरि छाप त कहाँ जान्छ हामीले त थाहा नि त त्यो त उनीहरूलाई बग्दिन त भएन बिचारा गाह्रो हुन्छ नि हामी पनि नडराउनु फोटो खिचिया ओलीसँग फोटो खिचिया तर मनमा तेरो के छ भन्दाखेरि अन्टी पख्नु न भनेपछि त त्यो पख्नुको अर्थ त हामी जेमा छौँ त्यसैमा है भनेर मेरो छोराले सबै विदेशमा भएका जतिले भनेको त त्यसले त सुनियो नि त आफ्नै छोरा नि अहिले 11 पढ्दैछ जेएनजी हो होइन त्यसलाई थाहा हुँदैन त्यसलाई त्यही हो हामी अलि डराएन भने छोरी डराएर त्यहाँ एमाले त्यहाँ गएर म त घन्टी हो भन्न त भएन डराइन त उ त भनेको झापामा बालेन शाहले जित्छन् त्यसो भए जित्छन् 100% बढी पर्सेन्ट आत्मविश्वास छ तपाईलाई प्रधानमन्त्रीसँग टक्कर दिन सक्नु नै उहाँको त जितेको नै हो कि त जितेको बराबर हो उहाँले जित्नुहुन्छ पैसा जल्यो यो जल्यो भनेर सुन्ने नि होइन
अनि जनतासँग बोल्ने तरिका जनतासँग अनि के बोलेको तिमी मेरो घरमा पैसा चलेको देख्यौ मेरो घरमा पैसा चलेको देख्यौ त्यसै बोल्ने एआईले बनाएको त्यस्तो पनि हुन्छ त्यो हुन्छ दुनियाँ पत्रकार हजुरहरू जस्ताले खिच्नु भएको ठाउँ पनि अहिले एआई आएर त एआईलाई दोष दिनुभयो पहिले नआएको भए के गर्नुहुन्थ्यो होला नि कसलाई दोष दिनुहुन्थ्यो होला नि हो केही नलाग्यो सिकारी लाग्यो भन्नुहुन्छ होला हो त्यही भएर हामीबाट अब भनेको घन्टी हो हामी परिवर्तन चाहन्छौँ है के भन्ने र जय घन्टी मम्मी म त विदेशै जान्न यहाँ सिए पढ्छु यहीँ राम्रो जागिर खान्छु भनेको छोरी अस्ति यो जेन्जी आन्दोलन भएबाट मेरो नानीले के भन्छन् भने मम्मी नेपालमा बसेर त काम रहेनछ मम्मी म त 12 पास गरेपछि म जान्छु है विदेश भन्छन् कि अहिलेको यस्तो नानी बाबुहरूको मेन्टालिटी नै कस्तो गडबड भइरहेको छ उनीहरूले पनि के गर्दा ठिक हुन्छ भनेर सोच्न सकिरहेकै छैनन् कि देशमा यस्तो अवस्था आयो है त्यही भएर हामी चाहिँ परिवर्तन चाहन्छौँ परिवर्तन आवश्यक पनि छ हाम्रो देशलाई एउटा गोरी यहीँ कारखाना खोलेर यहीँ विदेश जाने पैसा यहीँ रोजगार दिने भने कति हामी बुढाबुढीले काम गरेर घाममा काम गर्न सकिन्न अनि माटामा काम गर्न सकिन्न अनि यहीँ एउटा रोजगार पाउने अनि त्यो एउटा कामले ज्यान पाल्छन् नि हो नि हजुरको शुभ नाम बताइदिनु न हजुरको शुभ नाम चाहिँ मेरो हजुर नाम चाहिँ नाम तीर्थ कुमारी अधिकारी ए छोराछोरी नेपालमै हुनुहुन्छ तपाईँको मेरो छोरो दुबई गहन अरू त नातिनी पढ्दैछ दुबईमा विदेश जानुभएको छ होइन यो खालको बाध्यता त सशक्त होइन देशैभरि छ एक हिसाबले स्वदेशमै रोजगारी अन्त्यमा ल के भन्न चाहनुहुन्छ भन्नुहोस् त आम जनतालाई तपाईँ हजुर अब अहिले लक्ष्मी अधिकारी हो अनि यति धेरै भिड झ्याप्प रासोपाले के मासु रक्सी खुवाइदियो क्या हो त्यस्तो खाएर होइन मेरो 5 जनाको परिवार छ यत्रो बाइक आए तेल हाल्दियो क्या हो 4 जना विदेश पलायन हुन परेको छ बिरामीमा पनि मेरो छोराछोरीले एउटा फोनको बरमा भिडियो कल गरेर हेरिदिनु त बाइकहरू केही छैन हजुर त्यही भएर एकचोटिलाई घन्टीलाई हेरौँ मैले 5 जना पऱ्यो नि 1 जना पर्नु पऱ्यो देशको स्थिति राम्रो भइदियो भनेको 5औं जना सदस्य परिवारमा जम्मा एकजना छु के घरमा ठुलो बिमार हुँदा कति सब दिनु पर्यो देशमै रोजगारी भइदियो भए यो समस्या आइपुग्थ्यो त्यही भएर नै घन्टीलाई भोट दिनु अब जसरी हजुरको आँखामा आँसु आयो तपाईँभन्दा वृद्ध आमाहरू कतिपय एक्लै बसिरहेका छन् देशमा जुन किसिमको बेरोजगारी छ र लाखौँ जनता विदेश गएका छन् परिवार खण्डित छ टुक्रिएको छ कस्तो चाहिँ अब के चाहनुहुन्छ अब घन्टीमा माया भएर एकचोटि घन्टीलाई हेर्नलाई अब जतिसुकै पहिला हामी काङ्ग्रेसको क्रियाशीलै थियौँ तर अब यो सधैँ जरा काटेर बस्नु हुँदो रहेछ भनेर अब चाहिँ अहिले यसपालि चाहिँ घन्टी सोभितालाई हाम्रो यो 2 नम्बर क्षेत्रबाट सोभितालाई जिताउने हो अनि उहाँहरूले के गर्नुहुन्छ हेर्न बाँकी छ उहाँहरूको हेरिसकेपछि अनि त्यो यस्तै 35 वर्षको जस्तै शासन चलाउँछन् भने त्यो पनि त्यागिन्छ भनिसकेपछि वास्तवमै यहाँ कोही व्यक्ति चाहिँ उदाहरणको लागि यो त सहर क्षेत्र हो ग्रामीण क्षेत्रमा कुनै व्यक्ति बित्यो भने उसको परिवार छोरा आउनको लागि हप्तौं दिन लाग्ने एउटा लास उठाउने मान्छे छैन क्या त्यो खालको बिजोग देश एउटा छैन भोलि त्यो परिस्थिति मलाई नै पर्ने भएको भएर मेरो मन देखुबाट भनेको को हुनुहुन्छ बाहिर तपाईँको विदेश मेरो बुढा पनि के अरे पोर्चुगल हुनुहुन्छ एउटा छोरा कोरियामा स्टुडेन्ट भिसामा गयो एउटा छोरा अस्ट्रेलिया स्टुडेन्ट भिसामा गयो नेपालमा धेरै थोक गरियो बिजनेस व्यापार गरियो 2टा छोरा श्रीमान विदेशमै हजुर म एउटा मात्रै घरमा छु अनि अब बिजनेस गरियो कहीँ केही लागेन के जहाँ आफ्नो मान्छे छ त्यो हुन्छ नत्र भने सानोतिनो हामी जस्तो मान्छे डुबेकै हुन्छ हामी माथि लाग्न चाहिँ नेपालमा नसकेर नै विदेश पठाएको त्यही पनि अहिले अब यस्तै पीडा छ कि विदेश पठाउनु नपऱ्यो हुन्थ्यो फर्काउन पाए हुन्थ्यो त्यही नै छ म अपरेसन गर्दा पनि मेरो छोरीले भिडियो कल गरेर हेर्नु पर्यो यो सबैको पीडा हो ठिक हो किनभने भनिरहेको मैले बनाएर भनेको होइन त्यही भएर यसपालि सबैले घन्टीलाई भोट दिएर हेर्न बाँकी छ सबैजनाले घन्टीलाई भोट हालौँ अनि देश बनाऊँ भन्न चाहन्छु म चाहिँ घन्टीलाई जिताउँ हामी बालबालिकाहरू विदेश जानु नपरोस्